हाई गाइज आज चाहिँ हामी बाहिर जान लाग्यो। म चाहिँ आजकल चस्मा लगाइ गर्ने भएको छु कि आँखा अलिकति कमजोरी भएर। अहिले चाहिँ गाडी कुरेर बसिरहेको गाडी नआएर कुनै ठाउँ जाने बेला कुन ठाउँको गाडी आउँछ। ओहो के दिदी जाम हो यस्तो रुक्नेको त नामै लेखाएन त। गन्तव्यमा पुग्दै गरेको अवस्था। गरेको पाएकोबाट गरे हात हामी चाहिँ सधैँ ओ माइ गॉड खुट्टा त धन्नै झरेको र हामी चाहिँ सधैँ यही सुजुस कन्डक हाउसमा खान्छौँ कि अहिलेसम्म होइन। सुरुमै यहीँ आएको अनि अब अन्तिम पनि यहीँ हुन्छ होला सायद, कहीँ गएको छैनौँ। मेरो फेसमा फेरि सधैँ पस्ने ल है हाम्रो चाहिँ अब कन्डक आइसक्यो होइन। अब हामी चाहिँ यहाँ फुल्की खान जानु लाग्यो है। ल है हाम्रो फुल्की चाहिँ आइसक्यो। खाना खा अँध्यारो भइसक्यो। यहाँ चाहिँ सामान किन्न गएको यस्तो धेरै भिड के यस्तो धेरै भिड होइन। गर्मी छ एकदमै धेरै अनि पसिना निस्केर सामान त किन्ने एउटा चपबोर्ड किनेको। उफ लाइन लाग्नु पर्यो पैसा तिर्नलाई पनि। भिडियो बनाउन फेरि कुन चाहिँले भिडियो नबनाउनु है भनेर फेरि बन्द गरिहाल्नु पर्यो कि फेरि। अँध्यारो भइसक्यो। यो महँगाइमा यार सुनको पसल देख्दाखेरि नि डरै लाउँछ। आमामा मैले पे गर्ने बेलामा त झन् 2 लाख भन्दा नि बढी पुग्छ क्या। सुन पसलमा मैले पे गर्ने बेलामा सुन घटाइदिनुहोस् न मेरो पहिलोचोटि बिहे हो भन्न पर्छ होला जस्तो छ। खतरा बनाउनु पर्छ कोही छिर्दैन रहेछ। अब चाहिँ हामी सबै काम सकाएर घर फर्किन लाग्यो। 8 बजिसकेको थियो कि फेरि अहिले चाहिँ खाली खाली छ रोड होइन। रमाइलो छ यस्तै छ साथीहरू। लाइसेन्स नभएको त 6 महिना जति भयो कहाँ लग्यो।